जे भयो अहिलेको समय स्वीकार्न सक्नु दुःख होइन, अल्छी लाग्नु, काम गर्न मन नलाग्नु दुःख हो। त्यसैले दुःख बाहिर भए तापनि दुखी हुने कि नहुने हाम्रो मनस्थितिमा भर पर्छ। आफ्नो मनस्थितिलाई सकारात्मकता बनाउनु अत्यन्तै आवश्यकता हुन्छ। तपाईँ जे कर्म गरे पनि सजिलो बनाउन एउटै उपाय छ, आफूलाई भित्रबाट कसरी सकारात्मक बनाउन सक्छु मैले मलाई। हरेक समय म के हेर्छु, के सुन्छु, के पढ्छु, के बोल्छु, आफूलाई जाँच्न जरुरी छ। जसले आफूलाई जाँच्न सक्दैन उसले आफूलाई मानसिक रूपमा कमजोरी बनाउन सक्छ। जति मानिस मानसिक रूपमा कमजोरी हुँदै गयो त्यति नै उसलाई बाहिरका अनेकौं कामहरू गर्न अल्छी लाग्छ, गर्न सक्दिन कि भन्ने लाग्छ, केही गर्नै मन लाग्दैन, जोस जाँगर हराएर जान्छ। त्यसैले आफूलाई प्राथमिकता दिनु मानिसको सबैभन्दा पहिलो धर्म हो। धन्यवाद।